यो दुध खाने टाइममा हजुर यो आमाको यो थुनहरू घाउ हुने कारणले चाहिँ मैले यो दाँतहरू चाहिँ काटिदिने गरेको छ। यसमा अब त्यस्तै चुनौतीहरू आउँदा बङ्गुरहरू धेरै मरे। 80 यो भन्दा 3 वर्ष अगाडि 80-81 वटा मर्दाखेरि 25-30 लाखको मरे। त्यतिखेर हजुर त्यतिखेर त हामीसँग यो जुन ब्याउने माउहरू 18-20 वटा थिए। दुईटा हाम्रो ब्याड भाले थियो। 41-42 वटा मासुको बङ्गुरहरू थियो हैन। म 15-16 वर्षको छ। 15-16 वर्ष 15-16 वर्ष भयो। मेरो पापाले गर्नुभएको चाहिँ 24-25 वर्ष भयो। यसलाई चाहिँ अब नयाँ उयसको लागि माउको लागि बनाउन लागि राखेको तरुनीहरू छतौरीहरू निकै यो त निकै ठुलो भएछ नि। हजुर यो चाहिँ अलिकति मोटो भयो। सँगै यसको हो यस्तै हो। कुनै सानो कुनै ठुलो। कोही दाजुभाइ 7 फुटे कोही 4 फुटे भने जस्तो पशुमा पनि यस्तै हुँदो रहेछ सर। यो प्रजननको लागि चाहिँ ठ्याक्कै कहिले तयार हुन्छ अब लगभग तपाईँको यसको यिनीहरूको ग्रोथ अनुसारले पनि हुन्छ सर होइन। हजुर अब अहिले यो तपाईँको यो लगभग 55 to 60 केजीको छ। यो तपाईँको 50 को एराउन्ड होला 45 to 50 मात्रै छ होइन। हजुर लगभग हामीले चाहिँ तपाईँको 70+ 80+ वेट भएपछि मात्रै प्रजननको लागि खालि विदेश मात्र ताक्ने होइन, स्वदेशी माटोको सुगन्ध पनि लिन सिक्नुपर्छ। म तपाईँलाई आज एकजना यस्तो युवाको कथा देखाउने छु नि। उहाँले विगत 25 वर्षदेखि बङ्गुर पालन गरिरहनु भएको छ। उहाँ उमेरले धेरै हुनुभएको छैन, तर पनि उहाँको पेसा सम्बन्धी अनुभव चाहिँ निकै ठुलो छ। नमस्ते, म माझा गरी। आज म मेचीनगर नगरपालिकाभित्र छु र तपाईँलाई आज यो फार्म कसरी सुरु भयो, बङ्गुर फार्म कसरी सुरु भयो भन्ने कुरा र यो बङ्गुर फार्म सुरु गर्नुहुने युवासँग गरेको सम्पूर्ण कुराकानी म तपाईँलाई देखाउने छु। र अर्को कुरा मैले तपाईँलाई भन्न चाहेँ, तपाईँहरू टाइटल र थम्बनेल मात्र हेरेर कहिलेकाहीँ मसँग नम्बर माग्ने गर्नुहुन्छ। कृपया तपाईँलाई यो व्यवसाय सम्बन्धी चासो छ, तपाईँलाई केही जानकारी लिनु छ भने भिडियोलाई हेर्नुहोला। भिडियोमा नम्बर ठेगाना सम्पूर्ण कुरा हुन्छ है त। नमस्ते, तपाईँलाई स्वागत छ। नमस्कार सर। तपाईँको परिचय र ठेगाना दिनुहोस् न। हजुर म पूनम राई, तपाईँको मेचीनगर 4 हाल तपाईँको बङ्गुर व्यवसायमा अहिले बङ्गुर व्यवसाय गर्नुहुँदैछ। हजुर सर। कति वर्ष अगाडिदेखि गर्नुहुँदैछ यो व्यवसाय सर? तपाईँको मेरो पापाले गर्नुहुन्थ्यो। हजुर। यो व्यवसाय गरेको लगभग 24 वर्ष जति भयो लामो होइन। हजुर। त्यसमा बाबालाई मैले सघाउँदै गरेको पनि 16-17 वर्षको सर। बाबालाई सघाउनु भएको 16-17 वर्ष। बाबाको व्यवसाय पुरानो व्यवसायलाई आफूले सम्हालेर हजुर अगाडि लाँदै गरेको चाहिँ अब तपाईँको कन्टिन्यू गरेको मैले पनि 16-17 वर्ष भयो। हजुर। अहिले हाम्रो खोरमा नि हजुर सर कति छन् बङ्गुरहरू? हजुर तपाईँको हाम्रो खोरमा अहिले तपाईँको 18-20 वटा माउ छन्। हजुर। ब्रिडिङको लागि 2टा छ ब्याडहरू। हजुर। अनि तपाईँको उता अर्को खोरमा चाहिँ तपाईँको यो चाहिँ सबै हाम्रो प्रजननको लागि राखिएको बङ्गुरको खोर हो। हजुर। पल्लोपट्टि चाहिँ हाम्रो लगभग 40-50 वटा अट्ने फ्याटनरको छ। दुई किसिमको खोर बनाएको छौँ हामी। तपाईँको यसलाई ल्यान्डेस भन्छ। यो बिर तपाईँको हाम्रो पोखरा राष्ट्र पशु प्रजनन केन्द्र भेडी फार्मबाट हामीले लिएर आएको। कति पर्यो यसलाई? उहाँ त तपाईँको 5,000, 6,000, 6500 यसरी नै पर्छ। त्यसरी नै पर्छ। तर तपाईँको अब ट्रान्सपोर्टेसन चार्जले गरेर निकै कस्टली पर्छ यहाँ आइपुग्दाखेरि चाहिँ। यो कति महिनाको भयो? यो तपाईँको अहिले 1.5 वर्षको हो सर। 1.5 वर्षको भयो। हजुर यसको एज। यो भनेपछि अहिले यो तपाईँको ठाउँमा चाहिँ यही बिर चलाउँदै हुनुहुन्छ? अहिले यो रनिङमा यही छ। अब योभन्दा उयसको लागि चाहिँ अब अर्को सानो छ फेरि वहीँ हाम्रो पोखरा राष्ट्र पशु प्रजनन भेडी फार्मबाट ल्याएको। वहीँबाट हामी अब मिलेर ल्याएको थियौँ। जस्तो हाम्रो तल हाम्रो बिरबलजी हुनुहुन्छ, बिरबल लिम्बू, हामी मिलेर ल्याएको थियौँ। हजुर। यही हो सर। अहिले यसको एज चाहिँ तपाईँको 2-2.5 महिना भयो। 2.5 महिना जति भयो। हजुर सर। यो कुन जातको बङ्गुर हो? ल्यान्डेस नै हो यो? हजुर सर। यो चाहिँ तपाईँको योक्सार र तपाईँको ल्यान्डेसको क्रस हो सर। योक्सार क्रस हो। हजुर। यो सानो बच्चाहरू छ होइन? सर यो कति दिनको बच्चाहरू भयो? यो सर अहिले तपाईँको 6 दिन 7 दिनको भयो सर। 7 दिनको भयो। हजुर हजुर। पुच्छरहरू काटिसक्नु भयो? हजुर सर मैले चाहिँ अब पहिले चाहिँ काट्ने गरेको थियो होइन। हजुर। यो आइरनको भ्याक्सिनेसनहरू चाहिँ गरिसकेको छ। पुच्छर चाहिँ मैले काट्दिनु छोडेँ हौ सर।
किन पुच्छर काट्दा फाइदा के नकाट्दा फाइदा पुच्छर काट्दाखेरि चाहिँ तपाईँको यो बङ्गुरको चाहिँ तपाईँको प्राय रोगहरू चाहिँ उसको टेलबाट पुच्छरबाट नै तपाईँको सुरु हुने जुन चिलाउने रोगहरू छालाको रोगहरू चाहिँ त्यहाँबाट सुरु हुने भन्ने थियो र मैले पनि पुच्छर चाहिँ काट्थेँ तर अहिले राम्रोसँगले तपाईँको ट्रिटमेन्टहरू गर्दाखेरि मैले पुच्छर काटेर पनि त्यत्रो रिजल्ट देखेँ यसो झट्टै हेर्दाखेरि चाहिँ तपाईँको बङ्गुरको चाहिँ अब यसो मासु चाहिँ मसलहरू चाहिँ मजाले लाग्यो जस्तो जो अब मोटो जस्तो देखिने पुच्छर काट्दाखेरि अलिक धेरै सजाय दिए जस्तो पनि लाग्यो मैले अनि मैले चाहिँ काट्दिन छोडेँ हौ सर पुच्छर त्यो एउटा हतियारै उनीहरूको त्यही पुच्छर र थुट्ना छ के एउटा अर्को हतियार चाहिँ के काटिदिनु भनेर मैले छोडिदिएँ यसको अब हतियार के छ के छैन त्यही थुत्ना र पुच्छर त हल्लाउने त्यही भएर मैले चाहिँ काटिदिनु छोडेँ सर यसको तपाईँको बच्चाहरूको दाँत काट्नुपर्छ होइन बच्चाको दाँत चाहिँ काटिदिने गरेको छ किनभने यो आमाको यो जुन तपाईँको यो थुन छ नि यो तपाईँको यो जुन तपाईँको यो दुध खाने टाइममा हजुर यो आमाको यो थुनहरू घाउ हुने कारणले चाहिँ मैले यो दाँतहरू चाहिँ काटिदिने गरेको छ यो पोखराबाट ल्याएको हजुर के भयो यसलाई यहाँ अलिकति घाउ जस्तो भएको छ नि त्यो होइन सर त्यो घाउ भन्दा पनि तपाईँको त्यो उयो होला स्टुलहरू लागेको होला स्टुलहरू लाग्यो हजुर टोइलेटहरू अनि तपाईँ कति वर्षको हुनुभयो सर म अहिले 36 इयर्स ओल्ड 36 हजुर 36 वर्षको भयो देखिनुहुन्न हो र बङ्गुरको मासु खाएर लाएँ किनभने बङ्गुरको मासु एमोनिया हजुर एसिडहरू जस्तो फाइबर प्रशस्त पाएर होला बङ्गुरको मासु प्रायः अब बङ्गुरको काम गरेर खाइन्छ त्यही भएर हो कि हुनसक्छ है हजुर सर हजुर यो यिनीहरू तपाईँले के माउ बनाउनु पाल्नुहुन्छ के लागि हजुर हजुर सर यो चाहिँ तपाईँको अब यसलाई छावती तरुनीहरू भन्छ नि तरुनी भइसकेको छैन हुने अवस्था छ यिनीहरू 4 महिनाको भए 4 महिनाको है यिनीहरूलाई चाहिँ अब नयाँ उयसको लागि माउको लागि बनाउनु लागि राखेको तरुनीहरू छतौरीहरू निकै यो त निकै ठुलो भएछ नि हजुर यो चाहिँ अलिकति मोटो भयो सँगै यसको हो यस्तै हो कुनै सानो कुनै ठुलो कोही दाजुभाइ 7 फुटे कोही 4 फुटे भने जस्तो पशुमा पनि यस्तै हुँदो रहेछ सर कति वर्ष अगाडिदेखि प्रत्यक्ष तपाईँ यसमा संलग्न हुनुभयो भन्नुभयो म 15-16 वर्ष भयो 15-16 वर्ष 15-16 वर्ष भयो मेरो पापाले गर्नुभएको चाहिँ 24-25 वर्ष भयो स्टिल हामी फ्यामिली गर्छौँ काम अब सपोर्टमा हाम्रो हुनुहुन्छ भाइहरू पनि हुनुहुन्छ 2-3 जना यो प्रजननको लागि चाहिँ ठ्याक्कै कहिले तयार हुन्छ अब लगभग तपाईँको यसो यिनीहरूको ग्रोथ अनुसारले हुन्छ सर होइन हजुर अब अहिले यो तपाईँको यो लगभग 55 to 60 केजीको छ यो तपाईँको 50 को एराउन्ड होला 45 to 50 मात्रै छ होइन हजुर लगभग हामीले चाहिँ तपाईँको 70+ 80+ वेट भएपछि मात्रै प्रजननको लागि भाले लाउने गरेको छ र यिनीहरूको जुन प्रजननको लागि यिनीहरूलाई तपाईँको माउको लागि राख्दाखेरि छतौरी छनौट गर्दाखेरि यिनीहरूको खुट्टाहरूको खुरहरूको अवस्था हेरेर थुनको अवस्था हेरेर होइन फिजिकल्ली अब कोही त धेरै मोटो भन्यो भने तपाईँको माउको लागि हुँदैन होइन यसरी राखिन्छ धेरै राखिन्छ पर पनि छ राखिसकेपछि जुन अब लामो पनि लेन्थमा लामो पनि फिजिकली पनि राम्रो यिनीहरूको खुरहरू खुट्टाहरू पनि राम्रो थुनको अवस्थामा राम्रो छ भने चाहिँ त्यसलाई ब्रिडिङ भाले लगाइन्छ 70+ न त 80+ भइसकेपछि तर तपाईँको पुड्को भइदियो धेरै हेभी मोटो भइदियो खुरहरूमा समस्या भइदियो अब मान्छेहरूमा हुन्छ नि सर त्यो कैजडे भन्छ नि खुट्टा हो त्यस्तो टाइपको भने चाहिँ त्यो प्रजनको लागि योग्य हुँदैन तपाईँ त्यसरी त्यसरी छनौट गर्ने गरेको ए अनि यो यसरी अब तपाईँ अहिले बङ्गुर व्यवसायमा हुनुहुन्छ होइन हजुर वैदेशिक रोजगारतिर पनि लाग्नुभयो कुनै समय हजुर म चाहिँ गएको छुइनँ वैदेशिक रोजगारको लागि चाहिँ होइन जानु भएन है मैले पहिलो तपाईँको कदम स्टार्ट हामीले गरेको भनेको हाम्रो नेपाल ब्याङ्क होइन नेपाल ब्याङ्कबाट हामीले तपाईँको 5 लाख रुपियाँ पैसा निकालेर सुरु गरेको लगभग त्यो भयो होला सर त्यो पनि 21-22 वर्ष अगाडि नेपाल ब्याङ्कबाट निकालेर चाहिँ लोनै निकालेर सुरु गरेको व्यवसाय चाहिँ यो लोनले सुरु भएको व्यवसाय लोनले किनभने समग्रमा ऋण भनौँ न हामीसँग क्यापिटल थिएन त्यतिखेर 40-50 हजार मात्रै थियो यो सबै कुरा गर्नको लागि अब सम्भव नै थिएन त्यही भएर हामी चाहिँ ब्याङ्कबाटै गरेको सर सुरुवात चाहिँ तपाईँले अब बङ्गुर व्यवसाय सुरु गर्नुभयो नि जब सुरुवात गर्नुभयो है अब आफूले यसरी बङ्गुर व्यवसाय सुरु गर्दै गर्दाखेरि हजुर तपाईँको साथीहरू जुन समकालीन साथीहरू हुनुहुन्थ्यो नि हजुर एउटै एजको आफूसँगै खेलेका दामल भनौँ न हजुर
उहाँहरूले चाहिँ कस्तो पेसा सुरु गरेछ भन्ने कुरा चाहिँ प्रतिक्रिया आयो कि आएन? होइन, यो व्यवसाय नेपालमा गरिसकेपछि तपाईँको च्यालेन्जहरू त धेरै नै आउँछ होइन। हामीलाई पनि धेरै आयो। जस्तो कोही बेला तपाईँको यहाँनिर अब तपाईँको के छ भने सरकारबाट नै एउटा बङ्गुरो मासु यसरी बेच्ने, यो टाइपले बेच्ने, यसरी जुन रेट दर हुन्छ नि त्यो माथिबाट नभएको कारणले तपाईँको यो त्यसमा पनि समस्याहरू आउँछ। अर्को कुराहरू भनेको तपाईँको धेरै छन् यसमा। कहिलेकाहीँ मैले किन यो पेसा थालेँ भन्ने पछुतो त छैन नि? कस्तो छ? होइन, त्यस्तो च्यालेन्जहरू त आयो नि सर। किनभने अब एकचोटि हाम्रो योभन्दा लगभग 3 वर्ष अगाडि सबै बङ्गुर मरे होइन। त्यो अब अफ्रिकन स्वाइन फिभर भन्ने जुन विश्वमै त्यसको दबाई छैन भन्ने आयो सुन्नुमा। र यहाँ हामीले अब यो स्थानीय हाम्रो नगरपालिकामा अब हाम्रो नगरपालिकामा यो कुराहरू उठाउँदा पनि अब दबाई पनि नभएको होइन। त्यो अवस्थामा इन्सुरेन्स कम्पनीहरूले पनि तपाईँको महामारीको हामीले क्लेम गर्दा नपाउने होइन। किसान त्यो अवस्थामा आउँदा त अनि घरिघरि त अनि जतिखेर चाहिने बेलामा केही नै हुँदैन होइन। त्यतिखेर त्यस्तो च्यालेन्जहरू त आयो होइन। तर हामी पछि चाहिँ हटेनौँ होइन। र अर्को कुरो के पनि आउँथ्यो भने पहिले त के पनि थियो भने यो बङ्गुरहरू भनेको तपाईँको यो खाएर हगेर जिनिस हुँदैन भन्नेहरू धेरै हुनुहुन्थ्यो, धेरै हुनुहुन्थ्यो। र यो व्यवसायमा तपाईँको प्राविधिक ज्ञानको कुराहरू भयो, मार्केटको कुराहरू भयो होइन। अनि तपाईँको देखासेकी क्या तपाईँको अब युट्युबतिर आउँछ यतिवटाले यतिवटा बच्चा जन्माउँछ, 6,000 गोटाले 12वटा बेच्दा 36,000 के अरे 12 72,000 हुन्छ, 8,000ले यति हुन्छ भनेर पनि लाग्ने कति साथीहरू पनि छन्, त्यसरी डुब्ने पनि छन् होइन। हाम्रो पनि तर त्यसरी चाहिँ कहिले लागेनौँ, पोजिटिभ नै लाग्यौँ। हाम्रो एउटा फ्यामिली नै खटेर लाग्यौँ होइन। तर अब यसमा च्यालेन्जहरू त धेरै आउँछ नि सर। अब हिजो बङ्गुरको मासु हाम्रो 600 रुपियाँ केजी थियो, आज तपाईँको 500 रुपियाँ केजीमा झरिसकेको छ। हजुर, घटेर 100 रुपियाँ एउटा 1 केजी मासुको पैसा दाम घट्नु भनेको तपाईँको 100 केजीमा त 10,000 घट्यो नि त होइन। किन यो के कारणले चाहिँ अहिले घटिराखेको छ? यस्तो छ क्या तपाईँको आफ्नो जस्तो तपाईँ त एउटा व्यवसायी पनि हजुर होइन, जस्तो मासु व्यवसायी, दाना व्यवसायी। हजुर। तर पनि जस्तो दानाको भाउहरू चाहिँ दिनानुदिन बढेको बढै छ होइन, मासुको भाउ घटिरहेको छ। यो के कारण हुनसक्छ? यस्तो छ हौ सर। यो मैले चाहिँ अब म पनि कस्तो भन्छ नि यो विषयमा, किनभने तपाईँको आजभन्दा 1600 1700 रुपियाँ बोरा पर्दाखेरि यो बङ्गुरको पाठापाठीहरू तपाईँले हामीले 5,000 4,000 बिक्री हुन्थ्यो नेपाली होइन। हजुर। आज बङ्गुरको दाना 3,000 3200 3500 3600 हुँदा पनि आज बङ्गुरको यो पाठापाठीको रेट 5,000 6,000 7,000 8,000 भन्दा छैन यहाँ, त्यो भन्दा छैन है। अनि मुख्य कुरा चाहिँ के छ भने यहाँनिर ठुल्ठुला तपाईँको भेटनेरी अस्पतालहरू बने, धेरैवटा भेटनेरी दोकानहरू खुले होइन। हरेक कुराहरू हुँदै गर्दाखेरि सरकारबाट अनुदानका नाममा धेरै अनुदानहरू छुट्टिँदै गर्दाखेरि कस्तो भइदियो भने यो बङ्गुरको मासुको होइन, अरू पनि यो कृषि पेसाको सबैको समस्या त्यही छ। के हो भने यहाँ एउटा व्यापारीले मजौला बिचको मान्छेले तपाईँको त्यो जुन मूल्य निर्धारण क्या तपाईँको अब उत्पादन धेरै भने घटाएर सामान किनिदिने, उत्पादन कम भयो भने बढाएर सामान किनिदिने। यसरी अब यो प्रकारको लगानी गर्नुभएको छ है? हजुर सर। यो तपाईँको अहिलेको तत्कालको लगानी यो फर्ममा कति जति हुनसक्छ, अनुमान कति छ तपाईँलाई? अब अहिलेसम्म सर यो झट्टै हेरेर चाहिँ उयो अब ठ्याक्कै यति भन्न चाहिँ सकिएन होइन। हजुर। तर अब यो यहाँ जुन यो बङ्गुरमा आजसम्म लागेदेखिको हाम्रो अब करोडभन्दा बढी भइसक्यो। यहाँ हेर्दा चाहिँ कम्ती देखिन्छ होइन, उता पनि छ। तर कस्तो छ भने हाम्रो अब व्यवसाय अब यता उता तल फ्रेस हाउस पनि छ, यता दानाको पनि गरिन्छ। अनि बिचमा अब त्यस्तै चुनौतीहरू आउँदा बङ्गुरहरू धेरै मरे। 80 योभन्दा 3 वर्ष अगाडि 80-81 मर्दाखेरि 25-30 लाखको मरे। त्यतिखेर हजुर, त्यतिखेर त हामीसँग यो जुन ब्याउने माउहरू 18-20 थिए, 2टा हाम्रो भाले थियो, 41-42 मासुको बङ्गुरहरू थियो होइन। सबै नै मरे, सबै गाड्नु पर्यो होइन, सबै गाड्नु। दिनको 8वटा 10वटा 15-20वटा गरेर मर्थे। मेरो मात्रै होइन, यो देशमा प्राय धेरै व्यवसायहरूको त्यसरी मरेका छन्। उहाँहरूले चाहिँ पाउनु भएको छ कि छैन होइन। हामीले चाहिँ अब त्यो जुन महामारीले मर्दाखेरि चाहिँ पाइँदैन रहेछ सर। बिमा त गर्नुभएको थियो नि? हजुर हजुर, गरेको थिएँ। बिमाको रकम पनि आफूले पाइएन? बिमामा चाहिँ कस्तो हुँदो रहेछ भने नियमै उहाँहरूको के रहेछ भने जुन अब निमोनिया, टाइफोइडहरू, फिभरहरू हुन्छ नि, यस्तो रोगहरू लागेर मर्दा चाहिँ इन्सुरेन्स क्लेम गर्दा पनि पाउने। महामारीमा चाहिँ नियममै छैन अरे, पाइँदैन रहेछ। अब जस्तो जब कृषक चाहिँ पुरै मारमा पर्छ त्यो बेला चाहिँ नपाइने। हजुर हजुर। अनि त्यो यसो ज्वरो सोरो आउँदा पाइन्छ, त्यो त अर्थै भएन। यहाँ त समस्या छ नि सर, यही त छ नि हाम्रो
सिस्टमै अब गलत छ त के गर्नु सर अहिले पनि बिमा चाहिँ गर्नु भएको छ यिनीहरूको अहिले छैन सर अब गर्ने सर यो भर्खरै लगाएको बङ्गुरहरू ए हजुर अब त्यो मरिसकेपछि अब अलिकति धेरै समयपछि बङ्गुर लगाएको सर अब फेरि गर्ने हो अब फेरि गर्नुहुन्छ हजुर हजुर जस्तो बिमा गर्दाखेरि यतिको माउलाई हजुर होइन यो यतिकोलाई बिमा गर्दा कति जति हाम्रो इन्भेस्ट हाम्रो कति जति हुन्छ अहिले चाहिँ कस्तो छ भने सर अहिले चाहिँ अब चाहिँ बिमा गर्ने खालको एउटा नियम नीतिहरू पनि बनेछ होइन हजुर अहिले त्यो लामो छ मैले अस्ति हाम्रो कुलुङ दाई सञ्जीव दाईले पनि पठाइदिनु भएको थियो हजुर। त्यो हेरेको थिएँ मैले त्यो बिमा सम्बन्धीको नियमहरू होइन अब त्यो अनुसारले गर्दा पहिले चाहिँ तपाईँको म नेपाल इन्सुरेन्सबाट गर्दाखेरि चाहिँ यत्रो बङ्गुरहरू 40-50 हजार गोटाले गर्ने गरेको थियो होइन हजुर त्यसमा लगभग 50 हजारको बङ्गुरलाई तपाईँको इन्सुरेन्स भोलि मर्दाखेरि क्लेम गरेर आउँदाखेरि 45-40 हजार आउँथ्यो होइन बिचमा फेरि कस्तो नियम भयो भने सर र मैले किन गरिनँ इन्सुरेन्स भने तपाईँको त्यतिखेर प्रत्येक बङ्गुरको 20,000 भन्दा माथि नगर्ने होइन एकछिन लागि यो बङ्गुर तपाईँको अहिले पनि 80-90 केजीको छ एउटा अहिलेको मार्केट भ्यालु अनुसार तपाईँको 90 केजीको बङ्गुर 500 रुपियाँ 45,000 भयो अब मलाई 20,000 सर 20,000 भन्दा हामी गरिदिनौँ इन्सुरेन्स कम्पनीले भन्दा त मैले गर्नै सकिनँ क्या किनभने मेरो जिनिसको दाम पनि पाइनँ होइन भोलि त मैले इन्सुरेन्स किन गर्ने हो भने भोलिको दिनमा यो केही भइपरि आएको खण्डमा चाहिँ यसको रिप्लेसमा ल्याएर मैले गरी खाने बाटो बनाउनु सक्नु पऱ्यो नि त होइन तर त्यो भएन र मैले अस्ति 20,000 गोटा भन्दा नगर्ने भएपछि इन्सुरेन्स कम्पनीसँग नमानेपछि गरिनँ अहिले फेरि नयाँ पोलिसी इन्सुरेन्स कम्पनीको आएको छ इन्सुरेन्सहरूको अब गर्दाखेरि राम्रै छ सर अब गर्दा चाहिँ हजुर ए अब चाहिँ बिमा गर्ने सोच पनि बनाउँदै हुनुहुन्छ हजुर हजुर अब चाहिँ गर्ने त्यतिखेर त 20,000 गोटाले त्यत्रो बङ्गुर गरेर केही नै थिएन नि अर्थै थिएन र मैले गरिनँ अब चाहिँ गर्ने छ तपाईँसँग अहिले बिहाको चाहिँ कति माउ छ लगभग अहिले तपाईँको 5-7वटा माउ छ 5-7वटा बिहाको छ 5-6वटा माउ बिहाको छ यो जुन पाठापाठी अब हुन त तपाईँको आफ्नै पनि फ्रेस हाउस छँदैछ हजुर हजुर होइन र पनि कहिलेकाहीँ त सानो पाठापाठीहरू त बिक्री पनि गर्नुपर्ने हुन्छ हजुर त्यो चाहिँ कसरी व्यवस्थापन गर्दै हुन्छ पाठापाठी बेच्दै हुनुहुन्छ कि यहीँ बेच्नुहुन्छ कि अन्यत्र कहीँ पुर्याउनुपर्छ कि के छ बजारको अवस्था यस्तो छ तपाईँको अहिले हाम्रो यताको लगभग जुन यो हाम्रो पूर्वी भएको बङ्गुर फर्महरू छ लगभग 60% भन्दा प्लस 70% नै तपाईँको इन्डियासँग उयो छ होइन इन्डियाको व्यापारीहरू आएर तपाईँको 5,000 देखिको तपाईँको नेपाली 8,000 लगाएर लाने गर्नुभएको छ धेरै नै उयसमा के भन्छ इन्डियाको व्यापारसँग चाहिँ नेपालको यो बङ्गुरको व्यवसायहरू अहिले चाहिँ उयो छ निर्भर छ होइन अनि तपाईँको त्यसपछि रगत त अलिअलि पाठापाठीहरू नेपालतिर नेपालभित्रै काठमाडौँ स्थानीय अब एउटा दुईवटा पाल्नेहरू लानुहुन्छ होइन न त यसको फिक्स उयो नै चाहिँ छैन क्या यो मार्केटमा बिक्री हुन्छ भन्ने चाहिँ छैन बङ्गुरको त्यस्तो छैन है हजुर छैन अनि तपाईँको जस्तो यो बङ्गुर ब्याइराखेको छ होइन यहाँ पनि यो पनि ब्याएको होला है हजुर छैन ब्याउनेवाला हो यहाँ कुन छ बच्चा भएको अहिले यहाँ छ सर यो चाहिँ ब्याउनेवाला हो यो चाहिँ ब्याएको हो ए यहाँ चाहिँ ब्याएको छ होइन हजुर जस्तो यो सानो बच्चाहरू छ नि हजुर कति दिनको भयो यो सर यो त 1 दिनको हो सर 1 दिन है हजुर हजुर 1 दिन ए कतिवटा बच्चा छ यसको 8वटा छ होला हौ सर 8वटा हजुर 8वटा ब्यायो जस्तो यो बच्चा ब्याइसके पछाडि नि हजुर सर जस्तो माउ ब्यायो होइन हजुर हजुर यो बच्चाहरू जन्मिसके पछाडि चाहिँ हामीले जस्तो सुरुमा गर्नुपर्ने कामहरू हुन्छ नि हजुर हजुर त्यो चाहिँ के गर्नुपर्छ अब हामीले चाहिँ के गर्ने गरेको छ भने यो बङ्गुर मेन चाहिँ अब बङ्गुर भाले लाग्छ हजुर भाले लगाइसकेपछि आरएस भन्ने दाना हुन्छ हो जुन भाले लागेकोले खुवाउने हजुर तपाईँको भाले लगाएकोले खाने तपाईँको आरएस भन्ने दाना हुन्छ हजुर त्यो खुवाउँछौँ र ब्याउनुभन्दा तपाईँको 15 दिन अगाडिदेखि पिएस भन्ने हुन्छ दुधको लागि त्यो दाना खुवाउँदै गर्छौँ किनभने दुधहरू पक्रिन्छ त्यसले होइन हजुर अनि हामीले चाहिँ अहिले विजय कम्पनीको दाना चलाइरहेको छौँ हजुर हजुर होइन अनि तपाईँको त्यस पछाडि यो बङ्गुर ब्याउनुभन्दा अगाडि चाहिँ यसलाई खोस्रिने सोस्रिने गरेको कारणले यसो पराल अब हामीले चाहिँ के यो तातोको लागि पराल सराल लगाइदिने गरेका छौँ होइन अनि यसको थुनहरू भयो भने पोटासले यसो थुनहरू तपाईँको मनतातो पानीले सफा गरिदिने अनि थुनहरू नगान्ने छ भने थुनहरू तानिदिने होइन अब यसो गरेर गर्छौँ त्यसपछि ब्याइसकेपछि यो पाठापाठीको सफा कपडाले तपाईँको पुस्दिने सालनाल निकालिदिने होइन अनि यसलाई लगभग 6 दिनसम्म चाहिँ अब टेक केयर गर्ने पाठालाई यो एकदम यसले कति यो एकदम हिटवाला तातोवाला उयो हो यसमा राख्ने गरेका छौँ होइन त्यो बच्चा बच्ची बस्ने ठाउँ चाहिँ त्यहाँ हजुर यहाँ बनाएको छौँ अब यो पनि लगभग
23-24 वर्षै भयो यो अब खोर हामीले धेरै अगाडि बनाएको हो पुरानो खोर हजुर हजुर अहिले त अब धेरै आधुनिक खोरहरू र धेरै नयाँ नयाँ तरिकाहरू आयो होइन यो चाहिँ हाम्रो पुरानै खोर हो पुरानै तरिका पुरानो बेलाको यो त्यो बेलाको एकदम राम्रो थियो अब चलिरहेकै छ अहिले चलाइरहेको छ त्यो बेलाको आधुनिक थियो हजुर त्यो बेलाको आधुनिक थियो अब धेरै आधुनिक गइसक्यो अहिले त होइन जस्तो नि यो बच्चालाई जन्मिसके पछाडि नि जस्तो हिजोको बच्चा यो हजुर हजुर होइन मजाले दुध खाइरहेछ अनि यो यसमा खोपहरू चाहिँ के प्रयोग गर्नुपर्छ यो बच्चाहरूलाई चाहिँ केही पर्छ यसलाई पर्छ सर यसलाई अब हिजो जन्म्यो यसको जन्मिसकेको 72 घन्टामा आइरनको भ्याक्सिन हान्ने गरेको छ किनभने यो एकदमै यो बङ्गुर यो किनभने एक त सिमेन्टमा पालिएको भयो होइन अर्को भनेको तपाईँको बङ्गुरमा जन्मजातै प्राय आइरनको मान्छेमा यिनीहरूमा धेरै आइरनको कमी हुन्छ अरे क्या तपाईँको त्यही भएर यिनीहरूलाई जन्मेको 72 घन्टा आइरनको भ्याक्सिन हान्ने हामीले चाहिँ नि त्यही दिन तपाईँको दाँत पनि काटिदिने गरेको थियो पुच्छर पनि काटिदिने गरेको थियो होइन अहिले चाहिँ हामीले जन्मेको 72 घन्टामा दाँत काटिदिने तपाईँको आइरनको भ्याक्सिन गरिदिने अनि यदि फ्याट्नको लागि हाम्रै फार्ममा पाल्ने हो भने 3 दिनमै हामीले चाहिँ खसी पनि पारिदिने गरेको छौँ 3 दिन 4 दिन आफै पारिदिन्छौँ ए भनेपछि यो बङ्गुर पालनमा जस्तो बच्चालाई चाहिँ बढी टेक केयर गर्नुपर्ने रहेछ हजुर हजुर लगभग हप्तादेखि 2 हप्तासम्म त्यसपछि आफै सेफली बस्न सक्छ माउसँग सेफ्टी भएर बस्न सक्छ हजुर जस्तो अब यो कहिलेकाहीँ त नि यसरी अब बच्चा ब्याएको माउहरूको बच्चाहरू पनि अब मर्ने सम्भावना पनि हुन्छ नि हजुर हजुर होइन त्यसो भयो भने चाहिँ यो माउलाई जस्तो अब दुध गानिन्छ समस्या हुन्छ नि त्यो बेलामा चाहिँ कसरी तपाईँले समाधान गर्नुहुन्छ समस्या बाइचान्स तपाईँको कस्तो हुन्छ नि अब धेरैवटा माउहरू हुँदाखेरि 15-20 वटा माउहरू कसैको त 30-40 वटै हुन्छ अनि तपाईँको 2-3 दिनको कोही बेला एकै दिनको टाइममा ब्याएको बङ्गुरहरू हुन्छ कि प्रायः हाम्रोमा चाहिँ त्यस्तो भइरहेछ अनि त्यो बेला बाइचान्स कुनै माउको बच्चाहरू सबै मरिदिइहाले तपाईँले 1-2वटा रहने सबै मर्ने हुन्छ नि त्यो समस्यामा के गर्ने गरेछ भने हामीले जुन बङ्गुरको पाठापाठी धेरै छ प्राय हाम्रो नेपालको सन्दर्भमा हाम्रो फर्मको हाम्रो अनुभवमा पनि एउटा बङ्गुरले 8 देखि 10-12 वटा भन्दा बढी बच्चा राम्रोसँग हुर्काउँदैन हजुर नेपालको यो खानपिनको आधार नेपालको हेरचाहको हिसाबले तपाईँको 10 वटासम्म राम्रोसँग हुर्काउँछ त्योभन्दा बढी बच्चा कुनै बङ्गुरको छ भने सँगै ब्याएको 1-2 दिनको हेरफेरमा ब्याएको छ भने त्यो बच्चा बङ्गुर चाहिँ बङ्गुरको माउ सुतेको बेलामा त्यो अर्को जुन उसले त्यो 1-2टा बच्चा मरिसकेको छ भने पनि उसको जुन त्यो दुधहरू हुन्छ नि दुधहरू चाहिँ तपाईँको त्यो बङ्गुरको पाठामा अर्को माउको पाठामा यसो तपाईँको टच गराइदिएपछि यो बङ्गुरमा सुँघ्ने शक्ति बढी हुन्छ उसले सुँघ्दाखेरि उसको दुधको गन्ध पाउने भएको कारणले अनि उसको दुध चाहिँ त्यो बङ्गुरको अर्को पाठामा लगाएर चाहिँ हामी त्यो जुन बच्चा मरेको माउ हुन्छ नि त्यहाँ लगाइदिएर चाहिँ उसले एक्सेप्ट गरेको गर्छ क्या तपाईँको त्यसरी समस्याको समाधान गरिरहनु भएको छ यदि सानैमा तपाईँको जन्मिने बित्तिकै चाहिँ तपाईँको बच्चा 13-14 वटा ब्याएको छ अर्को माउको चाहिँ 7-8 वटा छ भने 13-14 वटा ब्याएको माउको बच्चा चाहिँ त्यो सालनालमा दल्दिएर त्यतिखेर तत्काल मिसाइदिइहाल्छौँ होइन किनभने त्यो उसले सालनालको गन्धले एउटै भनेर चिन्दैन यदि 2-4 दिनको डिफ्रेन्स 5 दिनको डिफ्रेन्स हो भने चाहिँ त्यो दुधको गन्ध सन्ध लगाइदिएर दुध लगाइदिएर चाहिँ त्यसरी हालिदिने गरेको छ सर हामीले चाहिँ अहिले जस्तो अब यतापट्टि यो पनि ब्याएको छ पर पनि ब्याइरहेको थियो परतिर होइन हजुर सर हजुर अनि यहाँ पनि एउटा रहेछ यो कति दिनको भयो यिनीहरू चाहिँ यो बच्चाहरू यो चाहिँ यो पनि 6-7 दिन 8 दिनको भयो सर 8 दिनको भयो हजुर हजुर ए यिनीहरूमा नि कुनै समस्या त्यस्तो केही छैन सर कोही बेला अब यो हाम्रो अब त्यस्तो हाइफाईको खोर छैन होइन मिडियम छ त्यही भएर कोही बेला चाहिँ तपाईँको अहिले चिसो छ चिसोको समस्याहरू आइपर्छ होइन त्यसको लागि अब भ्याक्सिनेसनहरू गर्ने गरेका छौँ जस्तो यसले छेर्यो भने जस्तो बच्चाहरूले छेर्छ हजुर हजुर त्यति बेला औषधि उपचार के गर्नुहुन्छ बच्चाले छेर्यो भने अब एन्टिबायोटिक औषधि युज गरिन्छ आफै प्रयोग गर्नुहुन्छ हजुर आफै गरिन्छ यो तपाईँको जुन बङ्गुरको त अब जुन आर्टिफिसियल इन्सेमिनेसन भन्छ नि कृत्रिम गर्भधारण पनि हामी आफैले सिकेर गर्छौँ त्यो गर्न थाल्नु आफै गर्छौँ धेरै लामो नै भइसक्यो त्यो गर्न थालेको सर हजुर फाइदा कसरी हुने रहेछ त हजुर फाइदा कसरी हुन्छ कृत्रिम गराएर हुन्छ कि यिनीहरूको प्राकृतिकमै फाइदा त जुन कृत्रिम गर्भधारणबाटै हुने हो होइन तर पहिले चाहिँ हामीले अब हाम्रो पर केर्खा सञ्जीव दाइकोबाट ल्याउँथ्यौँ यो सिमेन्टहरू दाइकोले पनि अहिले चाहिँ अब पछाडि यो अहिलेको दिनहरूमा राख्नु भएको छैन सिमेन्ट अनि अहिले नभएको कारण चाहिँ तपाईँको ब्याडै भाले राखेको छौँ न त बिचमा चाहिँ अब सिमेन्ट उपलब्ध हुँदाखेरि चाहिँ भाले राख्दैन थियौँ क्या त सर सिमेन्ट उपलब्ध हुँदा किनभने सिमेन्ट भनेको 1500-2000 मा पाउँथ्यो होइन अब चाहिँदाखेरि यो बङ्गुर फेरि 4 महिनामा ब्याउने हो
हजुर अब तपाईँको सिमेन्ट नपाउँदाको अवस्थामा चाहिँ हामीले भाले ब्याडहरू त चारो डेली फिडिङ गरेर पालिरहनु पर्ने भयो होइन खर्चिलो पनि खर्चिलो पनि भयो फेरि यो भाले ब्याडहरू बेच्ने बेलामा तपाईँको त्यस्तो रेट पनि आउँदैन साँच्चै भालेको किन रेट आउँदैन अब यो तपाईँको खोइ एक त यसको मासुहरू खानाको लागि पनि यो 2 वर्ष 3 वर्ष 4 वर्ष लामो लङ टर्म रहने भएको कारणले यसको छालाहरू छिपिसकेको हुन्छ खानको लागि त्यत्रो हुँदैन अब प्राय काठमाडौँतिर इन्डियाको बजारहरूतिर लाने गरेछ भालेहरू ससेजको लागि युज हुन्छ भन्छन् अब हामीले देखेको चाहिँ वीरगञ्जतिर फेरि तपाईँको मासुमै खान्छन् मासुको लागि युज पनि हुन्छ भन्ने गरेको छ होइन हाम्रो चाहिँ वीरगञ्ज जान्छ हजुर वीरगञ्ज काठमाडौँतिर जान्छ त्यसरी जान्छ है हजुर हजुर यिनीहरू चाहिँ गर्भिणी हुन् हजुर सर यो अब ब्याउनको लागि यो 10-15 दिन यो हप्ता दिनभित्र ब्याउनेहरू हो कि यिनीहरू सब यिनीहरू चाहिँ हजुर हजुर तपाईँले यसरी अब व्यवसाय गर्नुहुन्छ है हजुर सर हजुर अब मासु पनि म आफै मेरो पसल छ म काट्छु भन्नुहुन्छ होइन हजुर हजुर त्यो हुँदाखेरि त तपाईँलाई त्यत्रो समस्या भएन नि त होइन हजुर भयो बिक्री वितरणमा त्यत्रो समस्या भएन छैन होइन सर त्यो पहिले त च्यालेन्ज आएर नै यो सुरु गरेको हो यो व्यवसाय ए धोका खाएर हजुर यस्तो भयो तपाईँको सुरुमा हामीले बङ्गुर व्यवसाय सुरु गऱ्यौँ सुरु गरिसकेपछि हजुर तपाईँको अब पाठाको पनि भनेको टाइममा रेट आउँदैन हजुर होइन सर हजुर अनि त्यसपछि तपाईँको मासुको पनि रेट भनेको नेपालमा कहिले एकरूपता भएन हजुर हो हिजो 600 रुपियाँ केजी भएको मासु भोलिपल्ट जाँदा 450 भइरहेको हुन्छ 500 भइरहेको हुन्छ 550 भइरहेको हुन्छ होइन हजुर अनि त्यही भएर हामीले चाहिँ अब सबै आफै सुरु गऱ्यौँ आफै सुरु गर्नुभयो हजुर हजुर यता चाहिँ यो मासुको लागि राख्ने ठाउँ हो यो हजुर हजुर सर यो फ्याटनरको लागि राख्ने हो ए हजुर ए यो यता पनि यो खोर पनि पहिलेकै हो हजुर सर यो पनि पहिलेकै खोर हो मासुको लागि हो अहिले मासुको अलिक कम्ती रहेछ नि हजुर हजुर यस्तो भयो यो खोरहरू अब आज आउँछ हजुर यो 2-3 वटा खोर चाहिँ बाहिरबाट ल्याएको बङ्गुर राख्ने खोर हो कटिङको लागि हजुर यो चाहिँ पहिले हाम्रै उत्पादन थियो हजुर अस्ति काटिसक्यौँ दसैँ तिहारदेखि काटेर अब फेरि नयाँ लाउँदैछौँ जाडोपछि हजुर यो फ्याटनरको हो ए तयार भइसक्यो हजुर यो चाहिँ बाहिरबाटै ल्याउनु भएको होइन यहीँ उत्पादन भएको यो उनीहरू हो अरू चाहिँ काटिसक्यौँ सर काटिसक्नु हजुर हजुर अनि यो जस्तो तपाईँ अब मासु व्यवसाय पनि छ होइन हजुर हजुर मासु व्यवसायका चुनौतीका कुराहरू पनि अघि आइरहेका छन् हजुर हजुर यो के छ अब यो व्यवसाय यो पेसालाई अझै अगाडि बढाउने विचार छ कि अथवा चाहिँ कहिलेकाहीँ हुन्छ नि अब आफूले यसो चाहिँ नि कहिलेकाहीँ धोका अलिअलि खाइन्छ नि हजुर त्यो बेला त विरक्त पनि लाग्छ नि लाग्छ सर होइन हजुर त्यो कुरालाई चाहिँ कसरी तपाईँले म्यानेज गर्नुहुन्छ के सोच बनाउनु भएको छ अब भावी प्लान चाहिँ कस्तो छ भने सर अब बङ्गुरलाई अब यहाँ चाहिँ अब अलिक कन्स्ट्रक्टेड पनि भइसक्यो गाउँमा छ फर्म होइन हजुर अब अलिकति राम्रोसँगले व्यावसायिक अझै अलि आधुनिक खोर बनाउने मेरो सपना छ होइन अब बनाउने सपना छ अब यो बङ्गुरको त अब लगभग बङ्गुर व्यवसाय राम्रोसँगले गर्दाखेरि घाटा छैन होइन सर घाटा छैन राम्रोसँगले गर्दाखेरि मेहनत गरेर गर्दाखेरि घाटा छैन तर कस्तो भने बिचमा अलिकति रेट तलमाथि भए पनि मेहनत गर्ने मान्छेको लागि बङ्गुरमा त्यस्तो साह्रो घाटा छैन खर्लपे तर कस्तो हो भने देखासेखी गर्नु भएन घाँटीबाट हार्नु पर्यो होइन अब म धेरै साथीभाइहरू यो बङ्गुर व्यवसायमा फेलर भएको पनि देखेको छु किनभने अब बङ्गुरको तपाईँको बङ्गुर पालन भनेर 50 करोडमा पैसा निकाल्नुहुन्छ उहाँहरूले अनि तपाईँको त्यो पैसा चाहिँ गलत ठाउँमा प्रयोग गर्नुहुन्छ होइन अर्कै योजनामा हाल्नुहुन्छ पैसा बङ्गुरमा कम्ती हाल्नुहुन्छ होइन कसैले अरू त्यस्तै देख्छु क्या म अनि त्यो भइसकेपछि जुन विधाको लागि हामीले पैसा निकाल्यो त्यही विधामा लगानी गरेर मेहनत गर्दा चाहिँ राम्रै छ होइन तर अब एउटा सब्जेक्टमा पैसा ल्याएको छ अर्कोतिर पैसा हालेको छ जुन गर्छु भनेको व्यवसायमा चाहिँ कम्ती लगानी गरेपछि डुब्ने पनि त्यहाँबाट हो मैले देखेको चाहिँ तपाईँले अब अघि कुरा हुँदाखेरि होइन हजुर सर भन्नुभयो मैले चाहिँ लोन निकालेँ 5 लाख भन्नु हजुर हजुर अहिले यसरी व्यवसाय गरिरहनु भएको छ तपाईँ अब त्यत्रो घाटा खाएर पनि व्यवसायले तपाईँले थाम्नु भएको छ होइन स्वावलम्बी बनौँ स्वरोजगार बनौँ भनेर गरिरहनु भएको छ यो छ नि नेपाल सरकारले विभिन्न अनुदानका कार्यक्रमहरू पनि राखेको छ हजुर हजुर तपाईँ त्यसभित्र समेटिन सफल हुनु भएको छैन समेटिएको सर तर मैले त्यस्तो ठुल्ठुलो उयो चाहिँ लिएको होइन हजुर 1 लाख 2 लाख 2 लाख बोट सुधार त्यस्तोहरू चाहिँ मैले 1-2 चोटि खाएकै हो लिएकै हो चाहिँ पर्नु भएको छ परे मैले एकचोटि तर तपाईँले लिए पनि काम गर्दै हुनुहुँदो रहेछ नि त अहिले हेर्दा पनि त्यस्तो ठुलो उयसमा चाहिँ लिए तपाईँको पाइएन
मैले त्यत्रो आशा पनि गरेर म त्यो अनुदानको पैसा पनि पुदिनँ अब त्यो एक्चुअली तपाईँको मैले फ्रेस हाउस सुधार भनेर 2 लाख रुपियाँ लिएको थिएँ गोठ सुधार भनेर 1 लाख कति पाएको थिएँ त्यही हो सर अब त्यस पछाडि चाहिँ कस्तो भयो भने पैसा त छ भन्नुभयो मन्त्रालयमा पनि तर कस्तो हो भने अब 50-50 योजनामा थियो क्या तपाईँ सर 50-50%मा थियो होइन जस्तो मैले यहाँ बत्साला बनाउनुको लागि पनि मैले कुराहरू गरेको थिएँ होइन अहिले त मेरो यहाँ तयार भएर कहाँबाट जान्छ पुरानै तरिकामा मैले आधुनिक गर्ने हुँदाखेरि अब 50 लाखको कार्यक्रम गर्दा 25 लाख निकाल्नु पर्ने भयो होइन काम त गर्ने नै हो होइन तर अब मसँग त्यो 20-25 लाख त मसँग नहुँदा त मैले फेरि लोनै गरेर हाल्नुपर्ने भयो नि त होइन त्यो 25 लाख आफूसँग थियो भने त आफ्नै हिसाबले बनाइहाल्नु सकिन्छ त्यस्तै होइन अनि त्यही भएर मैले त्यो काम गरिनँ सर त्यो आँट गर्नु गरिनँ यो ऋणको काम के गर्नु भनेर मैले चाहिँ गरिनँ त्यो गर्नु भएन हजुर अनि अर्को कुरा जस्तो अब अहिले यो तपाईँको यो खोर भयो होइन हजुर अब पल्लो खोर पनि छ यो मलमूत्र व्यवस्थापन चाहिँ के गर्दै हुनुहुन्छ यसको यो चाहिँ हामीले चाहिँ कसो गर्ने गरेछ भने बिहान र बेलुका सर यो यसको मलहरू छ नि हजुर सबै उठाउने गरेका छौँ मल उठाएर पारी हाम्रो यो पारीपट्टि स्टक गर्ने ठाउँ छ मललाई हजुर उता परतिर पारी छ त्यो वार्षिक तपाईँको यो मलहरूको बिक्री पनि हुन्छ अनि त्यसपछि यहाँनिर त्यो मुद्राको कुराहरू आयो मुद्रा चाहिँ त्यसपछि खोर मात्रै पानी लाएर सफा गर्ने गरेको छ हामी चाहिँ त्यो टोइलेट र यसको स्टुल र युरिन चाहिँ एकतालमा यिनीहरू सफा गर्ने गरेको छैन अलग्गै टोइलेट उठाएर पर फाल्छौँ त्यसपछि वास गर्छौँ बिहान बेलुका 2 टाइम यो तपाईँको अहिले यहाँ क्षेत्रफल कति छ यो जमिनको यहाँनिर 1.5 बिघा छ सर 1.5 बिघा छ है हजुर हजुर यो अहिले सुपारीहरू पनि लाउनु भएको रहेछ यसैको मल हो हजुर यसकै मलबाट हो सर राम्रो छ आम्दानी सुपारीबाट पनि अब अन्नहरू पनि राम्रै फल्छ खेतीपाती पनि हाइब्रिड मकै रोप्दैछौँ हाइब्रिड मकै रोप्नु हजुर पर बारीमा हाइब्रिड मकै रोप्ने भएर चाहिँ यसकै मलबाट हुन्छ हजुर अनि यो सुपारी कति जतिको निस्किन्छ वर्षमा अहिले सर वार्षिक त्यत्रो त छैन वार्षिक 1 लाखसम्म चाहिँ बेचिरहेको छौँ 1 लाखसम्म बेच्दै हुनुहुन्छ हजुर हजुर भनेपछि तपाईँ कृषि पेसामा सन्तुष्ट हुनुहुन्छ म सन्तुष्टै छु सर अब तर यस्तै हो अब सासको धन गन्दै नगन भन्छन् होइन यसमा च्यालेन्जहरू त आइरहेको छ होइन त्यो चाहिँ अब बिना तपाईँको अवरोध त कुन चाहिँ काम चाहिँ सर सजिलो होइन सर हजुर त्यही भएर अब यसलाई स्वीकारेर यो विभिन्न अवरोधहरूलाई स्वीकारेर काम गरिरहेको छु अहिलेसम्म बाउ छोरा मिलेर 23-24 वर्ष भयो फ्यामिली नै हामी गर्छौँ गरिरहेछौँ अनि कहिलेकाहीँ विदेश जाने सोच आएन बिचमा चाहिँ आयो सर किनभने अब तपाईँको अब ब्याङ्कबाट हाम्रो ऋण पनि छ ब्याङ्कको इन्ट्रेस्ट रेटहरू बढेर हाई पुगे हिजो हामी 2 लाख तिर्ने किस्ता तिर्ने मान्छेले 4 लाख 3 लाख 3.5 लाख 4 लाखसम्म तिर्ने पनि अवस्थाहरू आए जुन हाम्रो व्यवसायको जुन आम्दानी छ त्योभन्दा पनि बढी इन्ट्रेस्ट रेटहरू हुँदाखेरि त हामीलाई तिर्नु गाह्रो पनि भयो मलाई मात्रै होइन सायद अब धेरै यो व्यवसायी साथीहरूलाई त्यस्तै भयो होला होइन त्यतिखेर चाहिँ विरक्तै लाग्यो होइन सर र अझै पनि धेरै उयोहरू छ नि सर अब तपाईँको यहाँ हेर्नु अब महँगो अब यत्रो वर्षदेखि हामीले कर तिरिरहेका छौँ होइन सरकारलाई सरकारलाई कर तिरेअनुसार हामीले साँच्चै भन्नुपर्दाखेरि खोइ त सरकारबाट हामीले एउटा प्यारासिटामोल पनि यो पशुको लागि हामीले अहिलेसम्म पाएको छैनौँ है रियल कुरा पाएको छैनौँ अर्को कुरो के छ भने अब भेटनेरी अस्पताल छ होइन अब यो हाम्रो बङ्गुर बिरामी भयो भने त्यहाँको प्राविधिकलाई भनौँ भने यहाँको चार्जै लागिहाल्छ होइन भने यो बङ्गुर बोकेर उहाँ जानुपर्छ एउटा प्यारासिटामोलको एउटा ज्वरोको दबाई हान्नुको लागि ज्वरोको उपचार गर्नुको लागि हाम्रो एउटा बङ्गुर ठुलो बङ्गुर 150-200को बङ्गुर लिएर जानुको लागि त पिकअप भाडा 1000-1500 लाग्छ भेटनेरी अस्पताल पुग्नु हेर्नु है अनि भने हामीले के गर्ने त्यत्रो त्यहाँनिर त्यो भेटनेरी अस्पतालमा हाम्रै करबाट तपाईँको सेलेरी खाएर बस्ने हाम्रै सम्पत्ति त हो नि त्यो अस्पताल होइन र तर खोइ त नि यहाँ कहाँ सेवा पाएको छौँ त हामीले छैन नि त कहाँ गर्छ र सर अब यो बङ्गुर मेरो बिरामी भयो भने तपाईँको बङ्गुर वहीँ लिएर जानु भन्ने खालको कुरा अब बोकेर लान सकिँदैन यसलाई भाडा 2000-1500 लाग्छ 500-200 रुपियाँको प्यारासिटामोलको सुई हान्नुको लागि वहीँ बङ्गुर लिएर जानु त कुरो भएन गाई वहीँ पुऱ्याउने कुरा यदि उहाँहरूलाई हामीले कल गरेर आउने उहाँहरू मरिगए पनि आउनुहुन्न आइसकेपछि चार्ज लागिहाल्छ त्यो कहाँबाट अफोर्ड गर्नु अनि त्यो भेटनेरी अस्पताल हुनु र नहुनु कामै छैन यो फकट सरकारको पैसा जनता पैसा खाएर कामै छैन सर जस्तो अब तपाईसँग यो अहिले हामीले कुराकानी गरियो होइन तपाईँ मेरो कुराकानी जुन म सामाजिक सञ्जालमा राख्छु कतिपयले चाहिँ यो बच्चा देखेर तपाईँसँग लिन पनि इच्छुक हुनुहुन्छ कतिपयले चाहिँ अन्य विषयमा नि तपाईँसँग बुझ्न चाहनुहुन्छ होला होइन
यसै क्रममा चाहिँ तपाईँ र मैले कुराकानी गर्दा गर्दै मैले तपाईँलाई सोध्न छुटेका र तपाईँलाई मैले यो भन्नै पर्छ होला भन्ने लागेका कुराहरू केही छन्? हजुर अब धन्यवाद अब प्रश्न लागि तपाईँलाई। अब अहिलेको अवस्थामा र मेरो यो अनुभवमा चाहिँ भन्नै पर्दा चाहिँ के हो भने अब कुनै पनि व्यवसाय गर्दा चाहे बङ्गुर व्यवसाय होस्, चाहे गाई पालन होस्, माछा पालन होस्, चाहे कुखुरा पालन होस्, होइन, अब विभिन्न अहिले त धेरै मिडियाहरू छ, मिडियाको माध्यमबाट पनि धेरै साथीहरू मैले तपाईँको यो व्यवसाय सम्बन्धी ज्ञान लिएको पनि देखेको छु, होइन सर? हजुर। र म चाहिँ के भन्छु भने अब सबै कुरा तपाईँको देखेको र सुनेको जस्तो हुँदैन, होइन? र म के भन्छु भने अब जतिजना डुब्नु जति सफल हुन्छ शुभकामना छ, होइन? र नयाँ जुन व्यवसाय कृषि गर्ने कोही पनि साथीभाइ दाजुभाइ दिदीबहिनी हुनुहुन्छ भने, होइन, म चाहिँ के भन्छु भने कुनै पनि व्यवसाय गर्दाखेरि पहिलो कुरा भनेको अनुभवी दक्ष आफूभन्दा धेरै पहिलादेखि व्यवसाय गरेको साथीभाइहरूसँग केही सल्लाह सुझावहरू लिनुहोस्। अनि आफूले कुन व्यवसाय गरिँदैछ त्यो व्यवसाय सम्बन्धी तपाईँको आइडियाहरू बटुल्नुहोस्, व्यवसाय सम्बन्धी तालिम लिनुहोस्, होइन? यदि आफ्नो पुँजीले गरेको छ भने ठिकै छ, यदि आफ्नो पुँजीले गरेको छैन रहेछ भने कृषि कर्जाहरू सस्तो ब्याजमा दिने ब्याङ्कहरूसँग अब उयो गर्नुहोस्, कारोबार गर्नुहोस्, सहकार्य गर्नुहोस्। र आवश्यकताभन्दा धेरै अब पुँजी छैन भने लोन गरेर पनि व्यवसाय नगर्नुहोस्। अब यो घाँटी हेरेर हाड निल्नु भन्छ, अब घोक्रोभन्दा ठुलो हड्डी निल्यो चोक्टा अड्किन्छ भन्छ, होइन? त्यस्तो पनि मैले देखेको छु। र अब हामीले कुन व्यवसाय गर्दैछौँ त्यो व्यवसाय गर्नुभन्दा अगाडि व्यवसायको मार्केट पनि हेर्नुहोस्। त्यो मार्केटमा त्यो कुरो त्यत्रो बिग्न त्यसको निडेड आवश्यकता छैन भने त्यसको आवश्यकता अनुसारले उत्पादन पनि हुनु पर्यो। अब तपाईँको त्यो जुन हाम्रो मार्केट भन्दा धेरै उत्पादन वस्तु भने हाम्रो नेपालमा त्यस्तो उयो छैन खपत हुने ठाउँ, त्यसमा पनि डुबिने चान्सेस हुन्छ। हाम्रो देशमै बसेर पनि, होइन, रोजगारी अब जस्तो म पनि यत्रो लामो समय यही देशमा बसेर काम गरिरहेछु, होइन, र 2-4 जनालाई रोजगार पनि दिएको छु, होइन। र हामी आफै पनि कहीँ विदेश गएका छैनौँ, हाम्रो परिवार गाउने, होइन, नानीहरू राम्रोसँग पढेका छन्, खाएका छन्, बसेका छन्, राम्रै स्कुल लगाएका छौँ, होइन। अब 2-4 जनालाई रोजगार पनि दिएको छौँ भने यहीँ पनि बसेर गर्न सकिन्छ, होइन। तर त्यही हो तपाईँको हचुवाको तालमा उयो व्यवसाय नगरौँ, सोचेर विचार गरेर गरौँ। व्यवसाय गर्नुभन्दा अगाडि व्यावसायिक ज्ञान, प्राविधिक ज्ञान, होइन, दक्ष र अनुभवी आफूभन्दा अगाडिदेखि गरेको साथीभाइको सरसल्लाह अनुसार गरौँ, होइन। यदि यति गरेर चाहिँ गर्नु भने लगभग व्यवसायमा घाटा लाग्दैन, मार्केट हेरेर पनि गर्नुपर्छ, होइन। तपाईँको नम्बर पनि दिनुहोस् न। मेरो नम्बर 98 60 28 49 26। हजुरहरूलाई मैले जानेको बुझेको केही अनुभव सल्लाह सुझाव दिनु पर्यो भने, है, सिधा सम्पर्क गर्दा हुन्छ। अब म नहिचकिचाइकन मैले जाने कुराहरू चाहिँ बाँडिदिन्छु। हुन्छ। अनि अलिकति चाहिँ तपाईँको मासु पसल पनि छ भन्नुभयो। हजुर। ठ्याक्कै कहाँ छ मासु पसल चाहिँ? हजुर, मेरो मासु पसल चाहिँ काँकरभिट्टा मेचीनगर छ, भट्टाचोक मुनतिर मेरीगोल्ड फ्रेस हाउस भनेर छ। मेरीगोल्ड फ्रेस हाउस। हजुर। काँकरभिट्टा बस पार्क भन्दा कति माथि आउनुपर्छ? बस पार्क भन्दा चाहिँ कति त्यो ठ्याक्कै कति मिटर भनेर चाहिँ त्यो उयो। तपाईँको छेउमा अरू कुनै चाहिँ व्यावसायिक प्रतिष्ठानहरू छन्? हजुर, मेरो चाहिँ तपाईँको ठ्याक्कै छेउमा मेची नेत्रालय छ। हजुर। मेरो पसलदेखि अलिकति मुनतिर, छेउमै भनौँ न, छेउमै होटल हेरिटेज छ, त्यसको अलिकति मास्तिर मेरो मेरीगोल्ड फ्रेस हाउस भन्ने छ। विगत त्यो चाहिँ तपाईँको 8 वर्ष भयो गरेको। त्यहाँ आएर कसैले जानकारी लिन चाहनुहुन्छ त्यो पनि सम्भावना छ। र कति बजीदेखि कति बजीसम्म खुल्छ त्यो? हाम्रो पसल तपाईँको बिहानको 8 बजीदेखि बेलुकाको 8 बजीसम्म खुल्छ। खुल्लै हुन्छ त्यो? हजुर। भनेपछि तपाईँको त्यतिन्जेलसम्म सेवा लिन पाइयो? हजुर, पाइयो। हुन्छ, समय दिनुभयो, तपाईँलाई धेरै धन्यवाद। है, हजुरलाई पनि धन्यवाद। जो अब हामी जस्तो अब किसानहरूको आवाजलाई अब तपाईँहरूको मिडियाको मार्फत, होइन, सबैमा पुर्याइदिनु तपाईँले जुन एउटा सहयोग गर्नुभएको छ, तपाईँ एकदम ठुलो हृदय भएको हाम्रो तपाईँ सरलाई पनि धेरै धेरै धन्यवाद। मलाई लज्जित नबनाउनु न, मेरो कर्तव्य पनि ठानेको छु है। होइन सर, हजुरहरूको कारणले त आज म हेर्नु मेचीनगर 4 यस्तो कुनामा बसेको किसानको आवाजहरूलाई तपाईँको मिडिया मार्फत, तपाईँको यो सञ्चारको मार्फत
सबैमा पुर्याइदिने तपाईँले जुन सहयोग गरिदिनु भएको छ त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद फेरि पनि छ। हस् हस् सर।